बल्ल 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 ल बल्ल बल्ल हुँदैन लिफ्ट चढे जस्तै हो क्या लिफ्ट चढे जस्तै हो अब ट्रनले हो हस् हुन्छ थाङकोट आइसकेछ यार अँ भने ऊ भगवानै हो नि विराटसँगबाट होइन विराटसँगबाट केटी आउँदाखेरि त सही त उडाइदियो त तर हाइटमा साथी छ अहिले त होइन नेपाल काटिसक्यो कहाँ घट्नु काठमाडौँ चाहिँ घट्नु लाग्यो यता टर्न ल्यायो छैन पुगेको खोइ त कहाँ पुग्यो माथि पुगिहाल्यो त हेराउँछ तल कहाँ देख्नु नि देख्दैन नि बुढीलाई बाई गरौँला भनेको बिर्स्यो 8 किलोमिटर कति हाइटसम्म जान्छ 30 सम्म जान्छ क्या अहिले त हाम्रो नर्मल हाइट कति हो त ए खोइ उसमा हेर्नुपर्छ Please keep seatbelts fastened whenever the seatbelt sign is on, and we recommend that you keep them fastened throughout the flight in case of unexpected turbulence. देवियों और सज्जनों, हम आपको याद दिला दें कि ये एक धूम्रपान रहित उड़ान है। इस विमान में कहीं भी धूम्रपान की अनुमति नहीं है। जब भी सीट बेल्ट का संकेत चालू हो, अपनी सुरक्षा के लिए कृपया सीट बेल्ट को बांधे रखें और हम सलाह देते हैं कि अनपेक्षित टर्बुलेंस की स्थिति में आप उड़ान भर इसे बांधे रखें। Ladies and gentlemen, passengers wishing to upgrade their seat to premium rows 1 to 3 or extra legroom seats on this flight can do so by purchasing from one of the cabin crew. देवियों और सज्जनों, यात्री अपनी सीट को प्रीमियम पंक्ति रो 1 से 3 में अपग्रेड करने के लिए या इस फ्लाइट में एक्स्ट्रा लेगरूम सीट खरीदने के लिए किसी कैबिन क्रू से संपर्क कर सकते हैं। अझै माथि नै छ हेलो साथीहरु, तपाईहरु देख्न सक्नुहुन्छ आज म काठमाडौँ इन्टरनेशनल एयरपोर्टबाट कुवेत ट्रान्जिट हुँदै साउदी गइरहेको छु। अनि प्लेन एकदम खाली भएको भएर मेरो सिट चाहिँ 8S सेन्टरबाट म चाहिँ यहाँ लास्ट सिटमा आएर बसिरहेको छु। पुरै खाली छ क्या, आज मान्छे पुरै खाली छ, खासै धेरै मान्छे नै छैन। झन्डै झन्डै आधी सिट जस्तो नै खाली छ प्यासेन्जर नभएको हुनाले। र आज म सबै खिचिरहेको छु।
यति माथि उडिरहेको छ प्लेन। बाटोहरू मसिनो मसिनो देखिरहेको अवस्था छ। मान्छेहरू यहाँ एकैजना लाइनै 3टा सिटमा यहाँ सुतिरहेको अवस्था छ। तपाईहरु देख्न सक्नुहुन्छ पुरै खाली छ क्या प्लेन। अहिलेको अवस्था यस्तो छ। म चाहिँ यहाँ लास्ट सिटमा आएर बसिरहेको छु। एकदम रमाइलो लागिरहेछ। एकदम भन्दा पनि यहाँ धेरै रमाइलो लागिरहेछ क्या मलाई, किनकि पुरै सिट खाली छ। अगाडि पछाडि दौडिराख्न पाएको छौँ। 40औं हजार माथि फिट माथि छौँ हामी अहिले जमिनभन्दा। तपाईँले देख्न सक्नुहुन्छ जमिन यति तल छ कि अन्दाज पनि गर्न सक्नुहुन्न तपाईँहरूले। अब बादल आइसकेको छ। बादलमाथि अब गएपछि जमिन केही देखिँदैन। त्यसै गरी म यतापट्टि सिटमा गएर देखाउने छु। यता चाहिँ अझ क्लियर देखाइरहेछ। यो अब कुन ठाउँ हो अब थाहा नै छैन। यो एकदम बवाल भ्यू देखेको छ। यो ठुलो खोला देखिरहेको छ। पुल पनि लामो रहेको छ। यो कुन खोला हो चिन्न ठ्याक्कै सकेनौँ। एकदम घर र बाटोहरू मसिनो कमिलाको आकारमा देख्न सक्छौँ हामीले। पुरै तराई एरिया जस्तो लागिरहेछ यहाँ। तपाईँहरूले देख्न सक्नुहुन्छ कुन ठाउँ हो यो भन्न सक्नुहुन्छ होला तपाईँहरू यो बाटो यात्रा गर्नुभएको छ भने। हामीले त सबै मसिनै देख्छौँ। केही थाहा नै हुँदैन हामीलाई त। एकदम रमाइलो भइरहेको अवस्था छ। यति सिधा बाटो छ। यस्तो दामी बाटो रहेछ यो बाटो। कहाँको हो कुन ठाउँको हो थाहा छैन। यति राम्रो बाटो बनाएको छ। तपाईँले हेर्न सक्नुहुन्छ। पुरै बादलै बादल रोपेको जस्तो देखिरहेको छ अवस्था छ गाउँघरतिर। भदौ असोजतिर मकैको ढोड पोलेको जस्तो धुवा आइरहेको अवस्था छ। बादल हो त्यो चाहिँ। कति स्पिड उडेको छ यो प्लेन हामीले नि कल्पना नि गर्न सक्दैनौँ। यति सिधा बाटो छ यो बाटो। कहाँ जाने बाटो यो तपाईँले भन्न सक्नुहुन्छ। म त फर्स्ट टाइम हिँडेको भएर मलाई यसको बारेमा केही आइडिया भएन। यति सिधा छ हेर्नुहोस् न। यहाँ धागो ताने जस्तो छ बाटो। बारी नै बारी रहेको छ। यो कुनै पनि यो तराईको भूभाग हुन सक्छ।
सिधा बाटो छ, पुरै धागो ताने कस्तो छ तपाईँले हेर्न सक्नुहुन्छ। म चाहिँ अहिले मेरो सिटमा आइसकेको अवस्था छ, तपाईहरु देख्न सक्नुहुन्छ। यहाँबाट अझ क्लियर देख्दो रहेछ मौसम। यति राम्रो बाटो, यति राम्रो ठाउँ हेर्न सक्नुहुन्छ। यो हेर्दा यस्तो लाग्छ कि यो नेपाल होइन कि जस्तो अनुमान छ। नेपाल कटिसकेको अवस्था हो कि जस्तो लागिरहेछ। तल सानो रनवे पनि रहेको छ कि पोखरा हो कि जस्तो लाग्यो यहाँ आएको देखेर चाहिँ। तल एउटा सानो एयरपोर्ट पनि रहेको छ। एयरपोर्ट हेर्दाखेरि चाहिँ नेपालभित्रकै जस्तो अवस्था मानेको छु मैले। सीट सीधी रखें, अपनी सीट की पेटी कस कर बांध लें, आगे की टेबल बंद रखें, सारे इलेक्ट्रॉनिक उपकरणों को बंद करें और अपनी खिड़की का पर्दा खोल दें। धन्यवाद।
heb ik grote respect gezien van Hendrik Sector. Good morning, ladies and gentlemen. Welcome to State of Kuwait. We have just landed at Kuwait International Airport with the local time at 7 minutes past 11 in the morning. Temperature outside 40 degrees Celsius. Thank you.
using our airways, and goodbye. سيداتي وسادتي، مرحبا بكم في دولة الكويت. بحمد الله وسلامته لقد ضبطنا للتو إلى مطار الكويت الدولي، مبكرون ب20 دقيقة عن موعدنا المحلي. محافظون على دقة مواعيدنا. التوقيت المحلي يشير إلى الساعة 11 صباحا و8 دقائق. ودرجة الحرارة الخارجية 40 درجة مئوية. بنيابة عن قائد الطائرة كابتن ماركو وأفراد الطاقم نشكركم على اختياركم طيران جزيرة، ونحن نلقاكم في رحلاتنا التالية. ورحمة السلام. السادة الركاب الكرام، لقد هبطنا للتو. من أجل سلامتكم وسلامة الآخرين الرجاء البقاء في مقاعدكم مع الإبقاء على أحزمة الأمان مربوطة حتى تقف الطائرة نهائيا وتنطفئ إشارة ربط الأحزمة. الرجاء أخذ أمتعتكم الشخصية الموجودة تحت المقاعد أو في أماكن التخزين العلوية مع الحذر أثناء فتحها تجنبا لسقوط أي أمتعة. نقدر التزامكم بالسماح للمسافرين على درجة الأعمال بالخروج أولا. نذكركم بأن التدخين ممنوع منعا باتا في مبنى المطار باستثناء الأماكن المخصصة لذلك. مخالفة هذه القوانين يعرضكم للمساءلة القانونية. بالنيابة عن قائد الطائرة وأفراد الطاقم نأمل بأن تكونوا قد قضيتم رحلة ممتعة على متن طيران الجزيرة، كما يسعدنا أن نرحب بكم معنا في رحلاتنا القادمة. إلى اللقاء. Ladies and gentlemen, we have just landed. For your safety and the safety of others, please remain seated with your seatbelt fastened until the aircraft has come to a complete stop and the seatbelt sign has been switched off. Please collect your personal belongings from under the seats or from the overhead compartments. Extra care should be taken when opening the overhead compartments to avoid any baggage from falling out. Please remember that smoking is not allowed until you have reached a designated smoking area at the airport terminal building. On behalf of the captain and crew, thank you for flying Jazeera Airways, and we look forward to welcoming you on board soon. We wish you a pleasant stay of onward journey. Goodbye. Ladies and gentlemen, transfer passengers holding onward reservations to other destinations on Jazeera Airways are requested to disembark and proceed immediately to the boarding gate of your destination, which is displayed on the flight information screens in the airport terminal building. Thank you. जो यात्री जजीरा एयरवेज के साथ आगे का सफर तय कर रहे हैं, उनसे निवेदन है कि वो विमान से उतरने के बाद अपने अगले बोर्डिंग गेट की तरफ प्रस्थान करें। बोर्डिंग गेट की जानकारी आपको हवाई अड्डे की सूचना स्क्रीन पर मिल जाएगी। धन्यवाद। Bukannya emang harga